6 अगस्त 1945 बिहानको करिब 8:15 बजेको थियो। जापानको हिरोसिमा सहरको आकाशबाट झन्डै 3 मिटर लामो केही वस्तु खस्दै गरेको देखियो। उक्त वस्तु खसेको 1 मिनटमै कयौं किलोमिटर परसम्म आगोको आँधी चल्यो र दशौं हजार निर्दोष नागरिकको क्षणभरमै मृत्यु भयो। अमेरिकाद्वारा खसाइएको यो बम मानव इतिहासमै पहिलो पटक प्रयोग गरिएको पारमाणविक बम थियो, जसमा झन्डै 64 केजी युरेनियम प्रयोग गरिएको थियो। युरेनियम, जसलाई न्युक्लियर पावर प्लान्टबाट ऊर्जा उत्पादन गर्नदेखि लिएर खतरनाक न्युक्लियर वेपन बनाउन प्रयोग गरिन्छ। नेपालमा पनि युरेनियमको प्रशस्त भण्डार रहेको र यसको उत्खनन र बिक्रीबाट नेपाल धनी देश बन्न सक्ने विषयमा पछिल्लो समयमा चर्चा हुने गरेको पाइन्छ। यसको वास्तविकता र भ्रम आजको भिडियोमा। युरेनियम एटोमिक नम्बर 92 भएको एउटा रेडियोएक्टिभ इलिमेन्ट हो, जुन सन् 1789 मा पत्ता लागेको थियो, जसको विभिन्न आइसोटोप्स मध्ये प्राकृतिक रूपमा U-238 पाइन्छ र त्यसलाई प्रशोधन गरेर U-235 बनाइन्छ। U-238 सबैभन्दा बढी 99% पाइए पनि U-235 पारमाणविक ऊर्जा निकाल्न र बम बनाउन प्रयोग हुने युरेनियम हो। युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार 1 किलो कोइलाबाट 8 किलोवाट र 1 किलो तेलबाट करिब 12 किलोवाट ऊर्जा निस्कन्छ। तर 1 किलो युरेनियम 235 बाट 2 करोड 40 लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ। यसबाट नै तपाईँ युरेनियम कति शक्तिशाली तत्त्व हो भनेर अनुमान लगाउन सक्नुहुन्छ। खानी तथा भूगर्भ विभागको अध्ययन अनुसार नेपालका धेरै ठाउँमा युरेनियम पाइने सम्भावना देखिन्छ। मकवानपुरको 3 भङ्गाले गाउँमा सन् 1990 मा खानी तथा भूगर्भ विभागले पहिलो पटक युरेनियम रहेको तथ्य पत्ता लगाएको थियो। त्यस्तै सन् 1914 मा मुस्ताङको लोमान्थाङ क्षेत्रको करिब 10 किलोमिटर लम्बाइ र 30 किलोमिटर चौडाइमा सबैभन्दा धेरै युरेनियम पत्ता लागेको थियो। यो बाहेक नेपालको अन्य 25 भन्दा धेरै ठाउँमा युरेनियम रहेको कुरा विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ। 1 किलो युरेनियम 235 को मूल्य 2 करोड 9 लाख अमेरिकी डलर अर्थात् करिब 28 अर्ब रुपैयाँ पर्न जान्छ। यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपाली अर्थतन्त्रले ठूलो फड्को मार्ने र नेपालीहरूको प्रति व्यक्ति आय संसारकै सबैभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। तर युरेनियम बेचेर नेपाल धनी बन्ने सम्भावना चर्चा गरिए जस्तो सहज भने छैन। युरेनियम प्रशोधन गरेर बेच्ने हो भने त्यसका लागि ठूला पूर्वाधार, लगानी र प्रविधिको आवश्यकता पर्दछ, जुन नेपालले अहिलेको समयमा अफोर्ड गर्न निकै गाह्रो छ। त्यस्तै युरेनियम उत्खननको बाटो खुल्यो भने पनि नेपालमा विदेशी शक्ति राष्ट्रको चासो, चलखेल र हस्तक्षेप बढ्ने सम्भावना अधिकतम छ, जसले गर्दा नेपाल शक्ति राष्ट्रहरूको प्लेग्राउन्ड पनि बन्न सक्छ। त्यस्तै युरेनियमको प्रत्यक्ष सम्पर्कमा आउँदा विभिन्न जटिल स्वास्थ्य समस्याहरू पनि देखिने हुँदा यो स्वास्थ्य र सुरक्षाको लागि अति संवेदनशील विषय हो। यो थिए युरेनियम बेचेर धनी बन्ने सपना देख्दा बिर्सनै नहुने केही जानकारीहरू।